त्यस छोरीलाई आमाले धेरै चाहन्थिन्। एक्ली छोरी हुन्, त्यसैले उनले धेरै माया गरेर तिनलाई हुर्काएकी थिइन्। त्यो छोरी धेरैपल्ट कलेजबाट ढिलो घर आउँदा छोरी किन ढिलो आएको भनेर सोद्धा विभिन्न कहानी बताउने गर्दथे। त्यही समय अलि हप्काएर सोध्छु भनेर आमालाई मनमा लाग्दा थाहा छैन फेरि रिसमा केही गर्लान् कि। एक्लै छोरी हुन्। आजकल जवान बच्चाहरू ढिलो घर आउनु सामान्य कुरा हो, सहज कुरा हो, यो सोचेर आफूसँग सम्झौता गर्दथिन्। कहिलेकाहीँ त्यो छोरी 10 बजे, 11 बजे, 12 बजेसम्म पनि घर नआउँदा त्यस छोरीलाई हेरेर के हो यस्तो छोरी, यति ढिलो किन आएको भनेर सोद्धा चिडिएर रिसले हेर्ने गर्थी। अलि गम्भीर भएर सोद्धा म अबदेखि घर आउँदिन भन्ला भन्ने सोचेर हिम्मतसँग सोध्न पाउँदैनथिन्। कैयौं पटक त्यो केटी घरमा ढिलो आउने, कैयौं पटक घरमा आउँदै नआउने। आमाले त छोरीलाई धेरै माया गर्थिन्, त्यसैले धेरै माया गरेर पालेकी थिइन्। त्यसैले यदि रिसाएर गाली गर्यो भने छोरीले कहीँ घर छोडेर जाला भन्ने सोचेर यो चिन्ताले आमाले छोरीलाई गाली गर्न पाइनन्। एक दिन छोरी ढिलो गरी आधा रात 12 बजे घर आइन्। घर आएर ढोका धकधक्याउँदा आमाले ढोका खोलिदिइन्। फेरि हेर्दा छोरीको मुखबाट गन्ध आइरहेको थियो। रक्सी पिएर आएकी रहेछ। आमाको मुटुको ढुकढुकी नै बन्द होला जस्तो भयो। के मेरी छोरी रक्सी पिएर आएछ? खुट्टा कमाइरहेकी छोरीलाई लगेर बिस्तारै उनको खाटमा सुताइदिइन्। नसामा डुबेकी छोरीलाई देखेर रोइरहेकी त्यो आमाले बिस्तारै छोरीको ब्याग खोलिन्। त्यस ब्यागमा ड्रग्स थियो। त्यस ब्यागमा ब्राउन सुगर थियो। त्यस ब्यागमा कन्डमहरू थियो। आमा तड्पिन्। अरू केही भेटिन्छ कि भनेर सोची आमा छोरीको कोठामा गएर हेर्न जाँदा भयानक वस्तु आमाले भेटाइन्। त्यो आमा छाती पिटी पिटी रोइन्। हाय मेरी छोरी, मैले थाहै नपाइकन भयानक जीवन जिइरहेकी रहेछ। सोच्दै छाती पिटिन् अनि रोइन्। दोस्रो दिन छोरी उठ्ला भनी सोचिन् तर उठिनन्। कारण यो थियो कि भयानक ज्वरोले तडपिरहेकी थिइन्। अस्पताल लिएर गइन्, भर्ना गरिन्। डाक्टरलाई सबै जाँच गर्न लगाइन्। सबै जाँच गरिसकेपछि केही दिन बितिसकेपछि डाक्टरले आमालाई अलग्गै बोलाएर भनिरहेको थियो, आमा, तपाईको छोरीको स्वास्थ्य पुरै बिग्रिसकेको छ। तिनले लिने गरेको ड्रग्सको कारण, तिनको नराम्रो बानीको कारण स्वास्थ्य पुरा बिग्रिसकेको छ। आमा भएर कसरी सहनुहुन्छ मलाई थाहा छैन, तर उपचार गर्नु बेकार छ। तपाईको छोरीलाई घर लैजानुहोस्, तिनी केही दिनभन्दा बढी बाँच्न सक्दिनन् भनेर भनिदिए। आमा तडपिन्, क्वाँ क्वाँ रोइन्। कसरी यो परिस्थितिको सामना गर्ने नजानेर छाती पिट्न थालिन्। तर यो कुरा छोरीलाई थाहा भयो भने उनलाई के हुन्छ भन्ने सोचेर बिस्तारै आफ्ना आँसुहरू पुछेर नक्कली हाँसो हाँसेर छोरीको नजिक आइन्। के भयो आमा? किन यति खुसी हुनुहुन्छ? यसरी छोरीले सोधिन्। तब आमाले भनिन्, केही होइन छोरी, डाक्टरले भनेको छ अब तिमी धेरै दिन अस्पतालमा बस्नु आवश्यक छैन। तिमीलाई घरमा लान सक्छौ, तिमी चाँडै निको हुन्छौ। यसरी आमाले छोरीलाई विश्वास दिलाइन्। तब छोरीले आमालाई एउटा प्रश्न सोधिन्, आमा म केही प्रश्न गर्छु, उत्तर दिनुहुन्छ? के हो छोरी? सोध। आमा, पापमै काम गर्ने मानिस नरक जान्छ हो? हो छोरी। तब छोरीले आमासँग सोधी, के जाँड रक्सी खाने मान्छे, घुमन्ते मान्छे, मनपरी हिँड्ने मान्छे, शरीरलाई अशुद्ध गर्नेहरू, अनाज्ञाकारी, अपवित्र मानिस नरक जान्छ हो?
निश्चय नै नरक जान्छ छोरी। यही बाइबलले बताउँदछ। तिमी नरकको बारेमा किन कुरा गरिरहेकी छौ छोरी? तिमीलाई किन आवश्यक छ छोरी? यी सबै सोच्न के आवश्यक छ? हामी घर जानेछौ नि। त्यो छोरीले भनिरहेकी छे, आमा, घर म आउँदिन आमा। किन छोरी? म घर पुग्नुभन्दा पहिले नै म मर्ने कुरा डाक्टरले जब तपाईँलाई बताइरहनु भएको थियो मैले सुने आमा। आमाले छाती पिट्न थालिन्, छोरीले पनि छाती पिट्न थालिन्। तब छोरीले के प्रश्न गरिन् थाहा छ आमा? आज म यति बिग्रेको कारण थाहा हुँदै यति पापमय कामहरू गरेर असाध्य रोगले ग्रस्त हुनुको कारण थाहा भएर पनि के थाहा छोरी, मलाई के थाहा? तपाईँ नै हो त्यसको कारण। त्यस आमालाई के भन्ने थाहा नभएर म कसरी कारण हो छोरी? जुन दिन पहिलोचोटि म राति ढिलो घर आए त्यही रात मलाई गाली गर्नुपर्ने थियो तपाईँले। किन ढिलो आएको, कहाँ गएको थियो? अवश्य सोध्नु पर्ने थियो। माया गर्नु गल्ती होइन आमा, तर हेर्नुहोस् म यति पापी बन्ने गरी यति माया गर्नु गल्ती हो आमा। एक्लै छोरी भनेर धेरै माया गरी पाल्नुभयो। कुनै गल्ती गर्दा पनि, कुनै पनि पापमय काम गर्दा पनि नहप्काइकन, सजाय नदिकन, शिक्षा नदिकन मलाई त्यत्तिकै छोड्नुभयो। मैले गल्ती गरेको पहिलो दिनमा नै सजाय दिनुभएको भए म यो अवस्थामा पुग्ने थिइनँ। जुन दिन ढिलो आएको थिएँ त्यही दिन हप्काउनु भएको भए म यति बिग्रिने थिएन आमा। तपाईँको धेरै मायाले नै मलाई नाश गरेको छ आमा। आज मलाई नरक खिसार्दै लगिँदैछ आमा। आमाहरू, बुवाहरू, बच्चाहरूलाई माया गर्नु गलत कुरा होइन, तर उनीहरू बिग्रदैछ भन्ने कुरा थाहा पाएर पनि सजाय नदिकन, सुधार नगरिकन चुप लागेर बस्नु यो कुरा निश्चित रूपमा गलत हो।